गाइस अहिले चाहिँ हामी आइपुग्यौँ डिमापुर एयरपोर्टमा है। म बहिनी हस्बेन्डज्यू र दादा दिदी पनि आउनुभएको छ। दादा दिदी चाहिँ हस्पिटलको लागि आउनुभएको हो, नानीलाई चेकअप गराउनु थियो र हामी डिमापुर जाने भनेको सुनेर दादाहरू पनि सँगै अब जाउँ न त भनेर आउनुभयो र यहाँ चाहिँ हामी नामी पनि सक्यो र लगेजहरू लिएर एयरपोर्टतिर जाँदैछौँ। अनि बेटा चाहिँ म ठेल्ने भन्दै ऊ चाहिँ पुरा पापालाई ठेलिरहेछ नि त। त्यसपछि यसै फोटोसुटहरू पनि गऱ्यौँ लास्ट है। कति डिफ्रेन्स है, बहिनी आउँदा कति हर्क भएर आयो त, कति खुसीले वाउ भन्दै हाँस्दै हामी बहिनीलाई लिन गएको थियौँ। तर आज एकदमै स्याड मोमेन्ट छ, बहिनी जाँदै हुनुहुन्छ है। फेरि अब कहिले आउनुहुन्छ, 1 साल 2 साल अब कहिले आउनुहुन्छ। सबै अब मन दुःख लागिहाल्छ नि है। जे जस्तो भए पनि घरमा भएको अब अलग्गै हुन्छ, बाहिर जानुभएको अब अलग्गै हुन्छ है। अहिले त्यही पनि अब अहिले त दिनरात अब भिडियो कल भन्यो, फोनमा भन्यो, अब भेटिराखिन्छ, त्यही पनि मन त कहाँ मान्छ र। अब एक दुई थोपा आँसु त गिरिहाल्छ, मन दुःख लागिहाल्छ है। र बहिनी यसरी बाई बाई गर्दै उता एयरपोर्टभित्रतिर लाग्नुभयो। बिचरा बेटा पनि निनीलाई बाई बाई दिँदैछ त्यहीँ। अनि निनी कहिले आउनुहुन्छ भन्दै सोध्दैछ पापालाई। हेरिरहेछ बिचरा, निनी गएको एकदम गरी हेरिरहेछ। हेर्नुहोस् न यहाँ निनी जानु हुँदैछ भन्दै र जानुभयो हाम्रो कान्छो फेरि।